नमस्ते श्रोताहरू, स्वागत छ यहाँहरूलाई। आज हामी एउटा निकै गम्भीर विषयमा कुरा गर्दैछौँ। यो हालै इजरायल र इरान बीच जुन तनाव चड्किएको छ त्यसैको गहिराइमा पुग्ने प्रयास गर्नेछौँ। हामीसँग विभिन्न स्रोतहरू छन्। ती स्रोतहरूले यो कसरी सुरु भयो, अहिले के भइरहेको छ र यसले विश्वमा अनि खास गरी हामी कहाँ नेपालमा कस्तो असर पार्दैछ भन्ने केलाएका छन्। हाम्रो कोसिस चाहिँ यो जटिल विषयलाई अलि सरल पारेर मुख्य कुराहरू प्रस्ट्याउने नै हो। यो घटनाक्रम सुरु भयो 13 जुन 2025मा इजरायलले एउटा सैन्य कारबाही गर्यो जसको नाम अपरेसन राइजिङ लायन दिएको छ। इजरायलले चाहिँ के भन्यो भने इरानको आणविक कार्यक्रमबाट खतरा थियो रे, त्यसैले यो रोक्न आवश्यक थियो। हो, यहाँनिर इजरायलले त्यो बिगिन डक्ट्रिन भन्ने तर्क ल्याएको देखिन्छ। मतलब कुनै खतरापछि ठूलो होला जस्तो लाग्यो भने हैन, त्यसलाई पहिल्यै नै निस्तेज पार्ने भन्ने उनीहरूको पुरानै नीति हो। तर अब स्रोतहरू हेर्दा त यसमाथि प्रश्नहरू पनि उठेका छन्। जस्तो आलोचकहरूले भन्छन्, यो त अन्तर्राष्ट्रिय कानूनले दिएको आत्मरक्षाको अधिकारको अलि बढी नै व्याख्या भयो। अझ यो आक्रमणबाट नागरिक क्षेत्र अनि वैज्ञानिकहरू पनि प्रभावित भए। त्यो झन् गम्भीर कुरा भयो। अनि अर्को एउटा कुरा जुन स्रोतहरूले बारम्बार उठाएका छन् त्यो के हो भने इरानको आणविक कार्यक्रममाथि प्रश्न उठाउने इजरायल आफैले चाहिँ हैन अघोषित रूपमा आणविक हतियार राखेको छ भन्ने धेरैको विश्वास छ। यसले गर्दा त्यो दोहोरो मापदण्डको कुरा पनि निकै उठेको छ। यो बिगिन डक्ट्रिनको कुरा अनि दोहोरो मापदण्डको तर्क निकै पेचिलो रहेछ। अब अलिकति इरानतिर हेरौँ न, उनीहरूको आणविक महत्वाकांक्षा चाहिँ खासमा के हो त? अनि यो हमलाले त्यसलाई कतातिर लैजालो जस्तो देख्छन् स्रोतहरू? इरानले त सधैँ के भन्दै आएको छ भने हाम्रो कार्यक्रम शान्तिपूर्ण उद्देश्यको लागि हो, ऊर्जाको लागि, अनुसन्धानको लागि मात्र हो, हतियार बनाउन होइन भनेर। तर अब विश्लेषकहरू के भन्छन् भने यस्तो खालको हमलाले इरानभित्रको त्यो कट्टरपन्थी समूहलाई झन बलियो बनाउन सक्छ। उनीहरूले अब त झन आणविक हतियार बनाउनै पर्छ भन्ने आवाज उठाउन सक्छन्। हुन त यो हमलाले कार्यक्रमलाई केही समय पछाडि धकेल्ला हैन, तर इरानको त्यो अठोटलाई चाहिँ झन बलियो बनाउने र अन्ततः यो क्षेत्रमा हतियारको दौड सुरु गराउने जोखिम निकै बढेको छ। स्रोतहरूले यही सम्भावित खतरनाक चक्रबारे निकै चिन्ता देखाएका छन्। त्यो इरानी प्रतिक्रियाले त झन क्षेत्रीय तनाव चर्काउने भयो। अच्छा, यो यस्तो जटिल भूराजनीतिमा बाहिरी शक्तिहरू, खास गरी अमेरिकाको भूमिका चाहिँ कस्तो देखिएको छ त स्रोतहरूमा? के उनीहरू सिधै संलग्न छन्? अमेरिका त परम्परागत रूपमा नै इजरायलको एकदमै नजिकको साथी हो। सैन्य सहयोग, गुप्तचर सहयोग हैन सबै दिँदै आएको छ। यो द्वन्द्वमा पनि उसले इजरायललाई प्रतिरक्षात्मक सहयोग दिइरहेको बताएको छ, तर प्रत्यक्ष आक्रमणमा चाहिँ छैनौं भनेको छ। यद्यपि स्रोतहरूले के संकेत गरेका छन् भने अमेरिकी प्रशासनभित्र पनि संलग्नता बढाउने कि नबढाउने भन्ने बारे बहस चलिरहेको छ। अब मध्यपूर्वमा अमेरिकाको हस्तक्षेपको इतिहास त लामै छ अनि विवादास्पद पनि। कतिपय विश्लेषणले के भन्छ भने यस्तो हस्तक्षेपले अक्सर स्थितिलाई झन बिगारेको छ। अहिलेको यो सहयोगलाई पनि कतिले क्षेत्रीय शक्ति सन्तुलनको प्रयास भनेका छन्, कतिले चाहिँ अमेरिकाको आफ्नै घरेलु राजनीतिक फाइदाको लागि हो कि भनेर पनि हेरेका छन्। बुझ्यौं। अब अलिकति आर्थिक पक्षतिर लागौँ न। यो द्वन्द्वले विश्व अर्थतन्त्रमा र अझ हाम्रो लागि त महत्त्वपूर्ण नेपाल जस्तो देशलाई चाहिँ कसरी असर पारिरहेको छ? स्रोतहरूले त यसको अलि डरलाग्दो चित्र देखाएका छन्। एकदमै। यो मध्यपूर्व भनेको त विश्वको तेल आपूर्तिको मुटु जस्तै हो नि। करिब 30% भन्दा बढी तेल त यही क्षेत्रबाट आउँछ। द्वन्द्व सुरु हुने बित्तिकै तेलको भाउ झन्डै 7% बढिसकेको देखिन्छ। अब नेपाल जस्तो सबै कुरा आयात गर्ने देशलाई त यो सिधै असर परिहाल्यो। तेल महँगो हुनु भनेको के हो? ढुवानी खर्च बढ्यो, त्यसले हरेक सामानको भाउ बढ्छ। हो त नि। खाना पकाउने ग्यासदेखि लिएर हामीले दिनदिनै प्रयोग गर्ने सामान सबै महँगो हुने भयो। यसले मुद्रास्फीति बढाउँछ। अर्को ठूलो चिन्ताको विषय जुन स्रोतहरूले पनि भनेका छन् त्यो हो रेमिटेन्स। खाडी मुलुकमा लाखौं नेपालीहरू काम गर्नुहुन्छ। यदि यो द्वन्द्व फैलियो, त्यहाँ अस्थिरता बढ्यो भने हैन उहाँहरूले पठाउने पैसा घट्न सक्छ। त्यसले त हाम्रो अर्थतन्त्रमा निकै ठूलो धक्का लाग्न सक्छ। हो, आर्थिक असर त निकै गहिरो देखियो। तर यो सबैभन्दा दुःखद पक्ष त मानवीय क्षति हो। स्रोतहरूले दिएको सुरुवाती तथ्याङ्क नै कति डरलाग्दो छ नि होइन र?
हो, त्यो नै सबैभन्दा दुःखद पक्ष हो। अहिलेसम्म आएको रिपोर्ट अनुसार इरानमा 224 जनाभन्दा बढीको ज्यान गएको छ, 1277 भन्दा बढी घाइते छन्। त्यसमा धेरै नागरिकहरू पनि पर्नु भएको छ। इजरायलतिर पनि 24 जनाभन्दा बढीको मृत्यु भएको खबर आएको छ। अनि यी त सुरुवाती आँकडा मात्र हुन्। वास्तविक क्षति अझै बढी हुन सक्छ। नागरिकहरूको घर अनि अरू पूर्वाधारहरूमा पनि क्षति पुगेको रिपोर्ट आइरहेको छ। यसले स्थितिको गम्भीरता देखाउँछ। द्वन्द्व कति लामो जान्छ त्यो पनि भन्न सकिने अवस्था छैन, किनभने दुवै पक्ष पछि हट्ने जस्तो देखिँदैन। साँच्चै यो त एकदमै गम्भीर र बहुआयामिक सङ्कट रहेछ। मानवीय पीडा एकातिर, आर्थिक असर अर्कोतिर अनि क्षेत्रीय अस्थिरताको जोखिम पनि सबै जेलिएको छ। निश्चित रूपमा। अब यो सबै कुरा सुनेपछि होइन, नेपालले चाहिँ के सोच्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ मलाई। पहिलो कुरा त खाडी क्षेत्रमा जो लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूको सुरक्षा कसरी सुनिश्चित गर्ने, उहाँहरूलाई के कस्तो सावधानी अपनाउन लगाउने, यो सोच्नु पर्यो। दोस्रो, नेपालले जुन लामो समयदेखि अपनाउँदै आएको छ नि असंलग्न र तटस्थ परराष्ट्र नीति, यस्तो बेलामा त्यसको महत्त्व झन बढेर जान्छ। तर एउटा प्रश्न चाहिँ के उठ्छ भने के नेपालले आफ्नो यही तटस्थ छविलाई प्रयोग गरेर यो सङ्कट समाधान गर्न होइन कि शान्ति स्थापना गर्न अलिकति भए पनि सायद मध्यस्थता जस्तो सानो तर रचनात्मक भूमिका खेल्न सक्ला कि? किनभने यो द्वन्द्वले हामीलाई पनि त असर पार्छ। त्यसैले शान्तिका लागि सानै भए पनि के गर्न सकिन्छ कि भनेर सोच्नु चाहिँ सान्दर्भिक होला जस्तो लाग्छ। हो, यो निकै विचारणीय कुरा उठाउनुभयो। श्रोताहरूलाई पनि यसमा सोच्न छोडेर आजलाई हामी यही टुङ्ग्याउँछौँ। अर्को हप्ता फेरि भेटौँला। धन्यवाद।